ल आज हेर्नुहोस् कति धेरै हिउँ परेको छ। आज मेरो दिनको सुरुवात यसरी नै भएको छ। म काममा जानु भनेर उठेको, हिउँ जताततै। काममा त जानु पऱ्यो। सो साथीहरू, म चाहिँ कामको लागि निस्केको छु। हेर्नुहोस् यस्तो बबाल परेको छ। पहिले नै इमर्जेन्सी हालतमा राखेको छु। ल यहाँ म आफ्नो सेल्फी भिडियो बनाउँदै हेर्नुहोस्। मैले कति धेरै लुगा लगाएको छु, टोपी, डबल टोपी, मफलर, ग्लोभ्स सब लगाएर एकदमै सेफ्टी अपनाएर म आफ्नो गन्तव्यतिर लागिरहेको छु। अब यहाँ हावाहुरी धेरै आएको भएर छाता पनि ओढ्न जस्तो छैन। त्यही भएर यत्तिकै हिउँमा आफ्नो सङ्घर्ष गर्दै अगाडि बढिरहेको छु। हेर्नुहोस् साथीहरू, यस्तो दामी ऊ त्यहाँ त्यो स्मोक आइरहेको छ, त्यहाँ मेसिनबाट हिउँलाई चाहिँ हटाइरहेको बाटोहरू जस्तो छ। यस्तो यहाँ यो चाहिँ सबै रेसिडेन्सियल एरिया जस्तो, कमर्सियल जस्तो होइन। जस्तो यहाँ चाहिँ सबै बिल्डिङ चाहिँ अपार्टमेन्टहरू मान्छे बस्नको लागि बनाएको हो। सबै चिज यताउता हेर्नुहोस् यस्तो। यहाँ फेरि यो अहिले हिँड्ने ठाउँमा हिउँ हटाइसक्यो, बिहानैबाट मान्छेहरू यो हटाउँदै बसेको छ। त्यही भएर यहाँ हिँड्दाखेरि अलि सजिलो भएको छ। नाइस, हेर्नुहोस् चाहिँ मेरो फर्स्ट टाइम एक्सपिरियन्स हो हेर्नु यस्तो धेरै हिउँमा हिँड्नु। यस्तो अति नै गाह्रो भइरहेको छ साथीहरू, अति नै गाह्रो हिँड्नु। त्यो जिम जानुभन्दा पनि यहाँ हिउँमा हिँड्यो भने गाह्रो हुँदो रहेछ क्या। म 5 मिनट हिँडेँ, लगभग 1 घन्टा जिममा एक्सर्साइज गरे भन्दा बढी नै एनर्जी लस भइरहेको थियो। यस्तो दामी हिँड्न मजा आइरहेको छ, तर अलि चिसो नै भइरहेको छ। नाक हेर्नुहोस् मेरो पुरै सुन्निने बेला भइसक्यो चिसो। साथीहरू हेर्नुहोस् यस्तो बवाल, हेर्नुहोस् सिनेमेटिक भ्युज हेर्नुहोस्। राइट, यो हो नि त तरिका। के गर्नु साथीहरू, अब सबैजना स्टे वार्म है। आफ्नो लाग्यो कामतिर। मेरो जाने ट्रेन पनि आयो यहाँ स्टेसनभित्र। धन्न यो अन्डरग्राउन्ड सबै भएको भएर ट्रेनहरू चाहिँ चलिरहेको छ, बसहरू चाहिँ अहिले खासै चलेको छैन। म पुगिसकेँ मेरो गन्तव्यमा, जो चाहिँ अब यहाँबाट अलिकति हिँड्नुपर्छ। यो चाहिँ युनियन स्क्वायरको बाहिर भएको यो भ्यू हो। हेर्नु साथीहरू यस्तो छ, मान्छेहरू उहाँ हिउँ खेलिरहेछन्, बैठा छन् सबैजना। अलिकति अब यसो रिलको लागि भने पनि यसो अलिकति आफ्नो सेल्फीमा भिडियो बनाउनै पऱ्यो। त्यसो साथीहरू, सबै मान्छे आफ्नो फसलको लागि नै रहेको छन्। हिउँ पऱ्यो भनेर सबैजना घरमै बस्दैनन्। यहाँ यस्तो क्लियर बनाइसकेको छ मेसिनहरूले, पुरै सफा गरेको। म पनि अब पुग्न लाग्यो अब गन्तव्यमा गएर मैले पनि यो सफा गर्नुपर्ने हुनसक्छ। अगाडि पुरै बिल्डिङको अगाडि हेर्नुहोस् यस्तो रोड सफा छ। यहाँ मान्छे त्यस्तो गाह्रो हुन दिँदैन, रोडहरू क्लियर, एकछिनमै क्लियर सब। हेर्नुहोस् मान्छेलाई ट्रान्सपोर्टेसन त चाहियो नि त। ल हेर्नु साथीहरू, मैले यस्तो गरेर मैले सब हाम्रो काम गर्ने अगाडिको हिउँलाई मैले सफा गरेँ। मलाई एकजना दिदीले हेल्प गर्नुभयो। हेर्नुहोस् यस्तो छ टेक्नोलोजी या नाइस। मेसिनहरूले गर्दा मान्छेलाई कति नै सहयोग भएको छ, अति नै सहयोग भएको छ। यही हो, मैले हातले बेल्चाले सोध्नु परेको भए के हुन्थ्यो, मेरो त हुलिया टाइट हुन्थ्यो। हेर्नुहोस् इजी पिजी। लुक एट दिस गाइस, लुक एट दिस। यो हो नि त तरिका होइन त। सानो अब तपाईँहरूलाई मैले आज विन्टरको फर्स्ट भ्यूमा अब यस्तो भएको अलिकति आजको दिनको मैले अलिकति सानो भिडियो मार्फत पेस गरेको छु। कृपया लाइक सब्सक्राइब गरी सपोर्ट गर्नु होला साथीहरू। अझ म अलिकति राम्रो सिक्दैछु, म राम्रो भिडियोहरू बनाउने कोसिस गर्छु। थ्याङ्क यू, धन्यवाद।